यो चुनावी मत परिणामपछि अब भन्दै सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्ने देखिएको छ। भने राष्ट्रिय स्वतन्त्र पार्टीले 125 प्रत्यक्षतर्फ र समानुपातिकतर्फ 50 लाख मत परिणाम ल्याइसकेको अवस्था छ भने मतगणना जारी छ र सँगसँगै मिडियाबाजी पनि सुरु भएको छ। को बन्ने प्रधानमन्त्री भनेर मिडियाहरूले चाहिँ रवि र बालेनलाई जुधाउने काम गर्न सुरु गरिसकेका छन् भने रवि बालेन लगायतका राष्ट्रिय स्वतन्त्र पार्टीको टिमले यो कुरा जान्न जरुरी छ कि हिजो सम्झौतामा के कुरा चाहिँ सम्झौतामा लेखिएको थियो त्यो कुराहरू एक अक्षर पनि नछुटाइकन पूर्ण रूपमा पालना हुनुपर्ने जरुरी देखिन्छ। किनकि पार्टी मात्र नभएर एउटा सिङ्गो देश पनि अस्थिरतामा जाने सम्भावना बढेर जान्छ। यस्तो हुँदाखेरि हिजोका पुराना र नयाँमा केही फरक देखिँदैन। लगायत बालेन एक्लै चुनाव लडेका भए पनि बालेन एक्लै पार्टी गठन गरेर चुनाव लडेका भए पनि बालेनको एकल बहुमत आउने अवस्था थिएन भने रासपा एक्लै चुनाव लडेर गएको अवस्थामा पनि रासपाको बहुमत आउने अवस्था थिएन। सँगसँगै जसरी राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई अब बन्ने प्रधानमन्त्रीको रूपमा चुनावमा अगाडि सार्यो, त्यसै गरी जनताले बालेन्द्र शाहमा आशा र भरोसाको किरण देखेर आफ्नो अमूल्य मत दिएका हुन् भन्ने कुरा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता र सम्पूर्ण नेपाली हामी सबैले बुझ्न जरुरी छ।